भाइ हेलो हेलो हजुर। सो साथीहरु आज हामी पुनः आइसकेका छौं केलमा र हाम्रो अर्को एकजना साथी चाहिँ बिमारी भएको कारणले चाहिँ आउन सक्नु भएन र आज चाहिँ हाम्रो पेनाङबाट चाहिँ साथीहरु आइसक्यो भन्ने कुरा चाहिँ हामीलाई जानकारी पाइसकेको छ। सो अब साथीहरु पनि उताबाट आइराछ। अब आइसकेपछि हामी भेटघाट गर्ने छौं। अहिले हामी चाहिँ ठ्याक्कै हामी जक्सनतिर जाँदै छौं भेटघाटको लागि। जोइन मात्रै हो। ल फाइनली हाम्रो पेनाङको साथीहरु चाहिँ आइसकेछ सुरेश पाक्रिनको टिम। सो राम्रै तरिकाले आइपुग्यो हैन त? भाइ मोबाइल ज्यादामा खाएको छ भाइ। ल हाम्रो नाम त भाइ साथीलाई पनि हार्दिक स्वागत छ केलमा 16 हो। पाक्रिन र मेरो चाहिँ 7-8 वर्षपछिको चाहिँ भेटघाट हो। भेटघाट भयो, खुसी लाग्यो। ल भाइहरु, ल गाइज हामी चाहिँ अहिले केएलसीसी भित्र छौं र हामी चाहिँ खाजा साजा खाएर चाहिँ यता केएलसीसी मा घुम्न आछौं अहिले। अब हामी उता गएर चाहिँ फोटो सोटो खिच्ने छौं। ल है यस्तै छ, अहिले हामी केएलसीसी भित्र छौं। ओके गाइज, अहिले हामी केएलसीसी बाहिर पार्कमा घुम्दै छौं। बाहिरको नाइटको भ्यू चाहिँ यस्तो देखिन्छ, निकै नै ब्युटिफुल छ। पछाडिपट्टिको भ्यू हो यो भने मान्छेको उपस्थिति पनि धेरै छ। आज सन्डे हो, त्यो भएको हुनाले चाहिँ मान्छेहरू पनि धेरै छन् यहाँ घुम्न आउनेको संख्या। आजको बसाइ चाहिँ यतै हुनेछ। अब हामी चाहिँ जान लाग्यो, साथीहरू पनि जाँदैछ। अब हामी जानेछौँ रुमतिर। ल हामी चाहिँ होटलमा आइसक्यो। सो साथीहरू पनि निस्किसकेको छ। हाम्रो चाहिँ अनलाइन बुकिङ भइसकेको छ होटल। अब हामी चाहिँ भित्र जानेछौँ। सो हामी भित्र जाँदैछौँ, रुमतर्फ लाग्दैछौँ हामी। फाइनली हामी रुममा आइसकेका छौँ र रुमबाट चाहिँ बाहिरको दृश्य चाहिँ यस किसिमको देखिएको छ। निकै नै राम्रो देखिन्छ। यहाँबाट टिभी पनि छ रुममा, हेर्न सक्नुहुन्छ। अब हामी स्विमिङ खेल्न 46 फ्लोर माथि जाँदैछौँ। अहिले हामी खेल्दैछौँ स्विमिङ पुलमा छौँ अहिले हामी। साथीहरू यता खेलिरहेछ। आज छुट्टीको दिन। सो साथीहरू हाम्रो चाहिँ 4 जनाको ग्रुप रहेको छ। साथीहरू उता छ भनेदेखि चाहिँ पानी निकै नै चिसो रहेको छ। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा हाम्रो विश्वकै दोस्रो अग्लो टावर रहेको छ। यो हाम्रो भाइ पनि यतै छ, भिडियो बनाइरहेछ हाम्रो भाइले। मनोरञ्जन छ, मनोरञ्जन। आज निकै नै रमाइलो भइरहेछ। थ्याङ्क यू फर वाचिङ।